हेलो साथीहरू, गुड मर्निङ। आज नभनी हाँसिहाल्यो फेरि। हाँसा भनेको त पुरै नभनी पो हाँस्नु थाल्यो तिनीहरू त। अनि होइन साथीहरू, हामी चाहिँ क्लास जाँदैछौँ फेरि पनि। आज चाहिँ हाम्रो टेस्ट छ, टेस्ट। अनि यिनीहरूलाई पढेर आऊ भनेको तिनीहरू त सुतेर हेर्नु नि, आँखा नि उ त्यस्तो बनाइरहेको रहेछ। उता झन् एउटा त अलार्म पनि नबजे भनेर ऊ हाँसेर मर्नु आँटेको छ। आफू चाहिँ बिहान उठेर एकछिन पढेर पनि यहाँ चित्त नबुझेर कस्तो रुनु मन लागिरहेको छ। यिनीहरू चाहिँ पुरै कति मजाले हाँसेको हेर्नु त। जिन्दगी त मान्नै पर्छ, कति मजाले हाँसेको। आफू चाहिँ यहाँ चिन्ता भएर मर्नु आँटेको बेला। अनि मैले हिजो बेलुकाबाट यिनीहरूलाई मेसेज गरेको थिएँ होइन, तर कसैले रिप्लाई दिएन। अलिकता हो तिमीहरूको अस्ति ग्यास ल्याउनुपर्छ यहाँ। अनि कसैले मलाई रिप्लाई दिएन होइन। अनि आज बिहान पनि मैले अघि बिहान 4:30तिर मेसेज गरेँ, कसैले मलाई केही रिप्लाई गरेन। त्यही भएर म चाहिँ यिनीहरूबाट रिसाएको छु। अनि हेर्नु नि अब फेरि मैले कति दिनपछि फेरि यो भिडियो बनाएको छु होइन। अनि अब जाने बाटो यता छ होइन साथीहरू। आज चाहिँ मौसम पनि कस्तो के भन्छ, राम्रो राम्रो छ। पेट दुख्यो अरे फेरि एउटाको साथीहरू, पेट दुख्यो अरे होइन। अनि अहिलेदेखि यहाँ त हामीलाई पर्खायो, म त वासरुम जान्छु भनिरहेको छु। तर म चाहिँ पर्खिनेवालामा छैन, किनकि यिनीहरूले मैले भनेको पटक्कै टेरेको छैन। म चाहिँ जाने बित्तिकै छिरिहाल्छु। अनि यिनीहरू त के गर्नु, पेट दुख्यो भन्दै बसिरहन्छ। टोइलेट जानु पनि भ्याउँदैन, न त पढ्नु भ्याउँछ। म त यिनीहरूलाई कसरी सम्झाउनु होला हौ। झन् तिनजनाले धेरै हार्ड वर्किङ गर्नुपर्छ है भनेको। तिनीहरू त हेर्नु त अहिलेसम्म सुतेर हार्ड वर्क त गरिहालेछ, पुरा मिहिनेत त गरिहालेछ। अनि फेरि मैले सुरु दिनमा यही ड्रेसमा भ्लग बनाएको थिएँ। यही उसको पनि यही थियो। हो यही थियो। तर हाम्रो त लु कपडाहरू त टन्दैछ है। मेरो त कति 12-13 दर्जन छ कपडाहरू त, चिन्ता नगर्नु। अनि एउटै लुगा लाएर बनायो भनेर एउटै नसम्झेर मेरो त टन्नै छ लुगाहरू। अनि हामीले चाहिँ सरकारी जागिर हेर्नुलाई हेर्ने नि कार्ड भिरेर गएको। अब के गर्नु, अब यस्तो तरिकाले त जागिर त पाइँदैन, यस्तो तरिकाले जागिर पनि पाइँदैन साथीहरू। के गर्नु अब त्यही त। लु छिटो तिमीहरूले के भन्ने भन्न, छिटो फट्टर बोल। आफूले गल्ती गरेपछि त्यहाँ चुप्प लागेर हाँसेर मात्र बस्ने होइन। हाँस्नु जानेको छ, बोल्नु जानेको छैन। फिटी हाँस्यो सक्यो होइन। के गल्ती गरेर म त छिटै उठेर आएको हो कि है। ल अनि हामीले हेर्ने अब हामीलाई भ्लग कसरी बनाउनु पर्ने साथीहरू सजेस्ट गर्नु होला, सजेस्ट हामीलाई सल्लाह दिनु होला होइन। हामीले भिडियो चाहिँ अपलोड गरिराखेको छौँ। अस्ति चाहिँ 3 मिनट माथिदेखि मात्र हुँदो रहेछ, त्यो चाहिँ सर्टमा जाँदो रहेछ। तर आज म 3 मिनटभन्दा लामो बनाएर तपाईँहरूलाई देखाउँछु ल। अनि के सुन्न मन गर्नुहुन्छ हामीलाई सबैले कमेन्टमा गर्नु होला। अनि हामी तपाईँहरूलाई त्यसै अनुसारको अपडेटहरू दिँदै गर्नेछौँ। अनि अगाडिको पनि म तपाईँहरूलाई बाटो देखाउने छु। यस्तो छ यहाँ यही क्यामेरा चाहिँ किन राम्रो आएको हौ। अब कहिले नयाँ फोन किनेर तपाईँहरूलाई म मेरो नयाँ क्यामेराबाट भिडियो देखाउनु मर्निङ वाक गर्ने मान्छेहरू आउँदै हुनुहुन्छ। यसै भन्दै त भ्लग बनाउँछ होइन। यहाँ गाउँथली छ, यहाँ त्यसको घर छ। अहिले चाहिँ बल्ल हुन्छ आएछ उ त्यसको। अहिले चाहिँ बाढीले बगाउँदा पनि उसले खाएको निन्द्रामा सुतेर अहिले चाहिँ बल्ल होस आएछ। अनि अलार्मको कुरा गर्दैछ होइन। के गर्नु, अझै पुग्नु कति टाढो छ, कहिले पुग्नु। यहाँनिर कति बजिसक्यो, अब 15 मिनट जति बाँकी होला। त्यो टाइममा पुगेन भने चाहिँ यिनीहरूलाई मैले के गर्नुपर्छ। अनि हामी चाहिँ यहाँ जाँदैछौँ। एउटाले फेरि फोटो खिच्नु थालेको छ होइन। उसलाई फोटो चाहिँ जति भए पनि अगाउँदैन, जस्तो भए पनि खिचिरहनुपर्छ। उसको कति ग्यालेरीमा अहिले 1600 होला भर्खरै। अनि हामी उसले अनि यताको दृश्य देख्न सक्ने। हेलो तिमीहरूभन्दा यो कति ज्ञानी छ उ हेर। अनि हामी चाहिँ जाँदैछौँ साथीहरू। हामी जाने बाटो चाहिँ यता हो। पहिले चाहिँ यहाँ वान वे बनाएको छ, किनकि मान्छेहरूको धेरै एक्सिडेन्ट भएर यहाँ बाटो चाहिँ जाने मात्र हो। अनि यो